हेलो एभ्रिवान, गुड मर्निङ। हजुर सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज धेरै दिनको बादमा पानी रहेर चाहिँ म बिहान मर्निङ वक निस्केको। 1 महिना ज्यादा भएपछि मर्निङ वक निस्केको। हजुर सबैजना सन्चो नै हुनुहुन्छ होला। यति बेला त है बर्खा माझमा पानी परेर बिहान वक जानु पाउँदैन। ल म चाहिँ यता ओह्रालोबाट आएको। यहाँ मजाले फुलहरू पनि फुलिसकेछ, जङ्गल भइरहेछ यता एरिया चाहिँ। के भएर यो अगाडि वाउ के राम्रो राम्रो फुल फुलेछ हौ, वाइट कलरको। तर यो चाहिँ पूजा गर्नेहरूले तानेर होला फुटाएछ। हेर्नु भमराले खाएको भमरा। ल हाम्रो विनोद सर आज अलिक ढिलो भएछ। बिचरा फिगर कस्तो दामी बनाएछ। त्यसो भए ल आजको मेरो मर्निङ वकको भ्लग सुरु भयो। अब यसैमा घरमा पुगेर कन्टिन्यू गर्नेछु गाइस। बर्खा लाग्यो भनेर चाहिँ यसरी चिनिन्छ। हाम्रो यहाँनिर खाली झोडामा चाहिँ पानी उम्रेर प्रशस्त भएको छ। ए अरू बेला चाहिँ यहाँनिर के कुछ आन्टी कमिला कुछ है। र पनि आन्टीले हेर्नु नि यहाँ पानी बगेको, पानीको हेर खेर गएको। अरू बेला चाहिँ यहाँ आइपुगेँ म चाहिँ वकबाट सिंहदेवी मन्दिरको छेउमा, मेरो घरको छेउमा। र पनि धाराकै पानी खान्छ है आन्टी। ल आउँदै गर्नुहोस् ल। म चाहिँ अहिले निमा छुलेन गुम्बा नामथाङको बाहिरबाट भिडियो सुट गर्दैछ। आजको रिम्पुचेको बर्थडे। आज गभर्मेन्ट होलिडे पनि हो। मेरो मर्निङ वक सकेर चाहिँ म गुम्बामा जाँदैछु। बाई आरोप भर्खर कपडा लगाएको शान्त पढ्नु बसेन। यता हेरेको खै आनीको ब्लगमा खै फ्यापुलो भनेको खै। अझ बाहिर कन्स्ट्रक्सन हुँदैछ, कलरहरू लाउँदैछ। कम्प्लिट चाहिँ भइसकेको छ, तर अब कति ठाउँमा चाहिँ अब कलरहरू लगाएको छैन। त्यसले गर्दाखेरि कलरहरू लाउँदैछ। नाना फ्याबुलै आजको बिहानको वेदर जस्तो छ। आजको रिम्पुचेको अब बर्थडेको छिमी बान्दैछ। भिडभाड छ सबैजनाको।
बर्थडेको केक कुट्यौँ पनि ल आजको लास्ट पूजा सकेर चाहिँ केक वितरण पनि भइसक्यो र लास्टमा मैले खाँदैछु। कम्ती भएछ खाना भन्नु पनि भएको छैन। डाइट चाहिँ भाइको खतरा छ। यो चाहिँ सबै युट्युबमा आउँछ मेरो। ल है मेरो भिडियोमा हजुरहरूलाई मिठो मिठो बनाएर दिनुभयो लोभेनहरूलाई। एउटा चाहिँ घुमे छ, काम छैन। ए ल कुन आमा लुकेर खाने चाहिँ को खै फेस देखाऊ। ल आजको हाम्रो पूजा पनि सकियो सबैजनाको। थ्याङ्क यू फर वाचिङ। बाई बाई। लाइक सेयर कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला। कसैले सबैले भिडियो हेरेर चाहिँ कमेन्ट गर्नु होला, सेयर पनि गर्नु होला। के छ नाम चाहिँ? रिन्जिङ ब्लग। बाई बाई। थ्याङ्क यू फर वाचिङ। म त मकै बोकिरहेको छु।